एन्ड्रोइड फोनमा टिया एप इन्स्टल गर्न आफ्नो मोबाइलको कुनै पनि ब्राउजरमा जानुहोस्। जस्तै म चाहिँ क्रोममा गएँ। अब यो सर्च बारमा tiaapp.com भनेर सर्च गर्नुभयो भने तपाईँ टियाको अफिसियल वेबसाइटमा पुग्नुहुनेछ। यहाँबाट तपाईँले टियाबारे सम्पूर्ण जानकारी पाउनुहुनेछ। यो सेक्सनमा तपाईँले टियाको फिचर्सहरू पाउनुहुनेछ। अझै स्क्रोल गर्नुभयो भने टियाको प्लान र प्राइसिङ बारे यो सेक्सनमा आएर बुझ्न सक्नुहुनेछ। अब भने हामी एप इन्स्टल गर्ने तरिकातिर लागौँ। तपाईको स्क्रिनको दायाँतिर यो 3वटा डट भएको आइकनमा थिच्नुहोस्। त्यसपछि तपाईको फोनमा यस्तो खालको लिस्ट खुल्नेछ। अब तपाईँ तल रहेको एड टु होम स्क्रिन भन्ने अप्सनमा थिच्नुहोस्। त्यसपछि तपाईको स्क्रिनमा यस्तो खालको अप्सन देखायो भने अब इन्स्टल बटन थिच्नुहोस्। यसरी हामी इन्स्टलेसन प्रोसेसमा गयौँ र केही सेकेन्ड्समै टिया एप इन्स्टल भएर तपाईको फोनको मेन्युमा देखाउनेछ। टिया एपमा क्लिक गरेर अब हामी साइन अप प्रोसेसतिर जान्छौँ। तपाईले यस्तो खालको स्क्रिन देख्नुभयो भने स्टार्ट अ फ्री ट्रायलमा थिच्नुहोस्। स्क्रिनमा यस्तो खालको अप्सन आउनेछ। अब फेरि स्टार्ट 15 डेज फ्री ट्रायलमा थिच्नुहोस्। अब हामी अकाउन्ट बनाउने प्रोसेसमा जाँदैछौँ। एन्टर योर इमेल एड्रेस लेखेको ठाउँमा आफ्नो मोबाइलमा लगइन भएको मेल राखेर कन्टिन्यूमा थिच्नुहोस्। अब तपाईँ आफ्नो मेलमा जानुहोस्। त्यहाँ तपाईँलाई मेल मार्फत कोड आएको हुन्छ। त्यो कोड कपी गरेर फेरि टिया एपमा जानुहोस् र पेस्ट गरेर कन्टिन्यू गर्नुहोस्। स्क्रिनमा यस्तो खालको अप्सन आउनेछ। अब तपाईँले अघि राखेको मेल यता पनि राख्नुहोस्। तपाईँको मेलमा पासवर्ड आएको हुन्छ। त्यो पासवर्ड कपी गरेर टिया एपमा आएर पेस्ट गर्नुहोस् र साइन इन अप्सनमा थिच्नुहोस्। अब स्क्रिनमा यस्तो अप्सन आयो भने तपाईँले नयाँ पासवर्ड बनाउनुहोस्। अर्कोचोटि लगइन गर्दा यही पासवर्ड हाल्नुपर्ने हुन्छ, त्यसैले यसलाई कतै नोट गर्नुहोला। अब रिमेम्बर मीमा थिचेर सेभ गर्नुहोस्। अब हामी क्याफे लगइन गर्छौँ। हजुरको इमेल र अघि रिसेट गर्नुभएको पासवर्ड राखेर रिमेम्बर मीमा थिचेर साइन इन अप्सनमा थिच्नुहोस्। अब हामी क्याफे सेटअप गर्छौँ। स्क्रिनमा यस्तो अप्सन आयो भने थोरै स्क्रोल गरेर कन्फर्म टु पेमेन्टमा थिच्नुहोस्। स्क्रिनको दायाँतिर भएको गो टु क्याफे सेटअप बटनमा थिच्नुभयो भने अब तपाईँले आफ्नो क्याफेको डिटेलहरू यहाँ भर्नुपर्ने हुन्छ। यहाँ तपाईँको क्याफेको नाम राख्नुहोस्। त्यसपछि फोन नम्बर राख्नुहोस्। आफ्नो क्याफे भएको प्रदेश छान्नुहोस्। अब जिल्ला राख्नुहोस्। त्यसै गरी एरियाको लोकेसन राख्नुहोस् र इमेल पनि राख्नुहोला। यहाँ तपाईँले आफ्नो क्याफेको लोगो अनुसार ब्रान्ड कलर सेलेक्ट गर्नुहोस् र व्हाइट चाहिँ सेलेक्ट नगर्नुहोला। अब अर्डर म्यानेजमेन्ट टाइपमा इन्डिभिजुअल कस्टमर, टोकन सिस्टम वा टेबल सिस्टम के छ त्यही अनुसार अप्सन चुज गर्नुहोला। अब यहाँनिर आफ्नो प्यान नम्बर राख्नुहोस्। क्याफेको लोगो अपलोड गर्नुहोस् र अन्तिममा सेभ बटन थिच्नुहोस्। यसरी तपाईँले आफ्नो क्याफे टिया एपमा सेट गरिसक्नु भएको छ। एक कप चियामा टिया।